यो अङ्गुरबारी किन देखाउँदैछु भने मलाई यसको बारेमा सबै कुराहरू थाहा छ। कसरी रोप्ने, यसको हाँगाबिँगा कसरी व्यवस्थापन गर्ने, यसलाई कसरी गर्ने भन्ने कुराहरू सबै थाहा छ मलाई। यदि मलाई यस्तो टनेल कसैले नेपालमा उपलब्ध गराउन सक्नुहुन्छ भने इन्डियाको अङ्गुर नेपालमा जति खपत हुन्छ आधाभन्दा धेरै मैले बन्द गराइदिन्छु र व्यवस्थापन मैले भने जसरी गर्न पाउनुपर्छ। धेरै मान्छे पनि चाहिन्न, मलाई घुस पनि चाहिन्न, कमिसन पनि चाहिन्न, केही चाहिन्न, तर मैले भने जस्तो व्यवस्थापन गर्न पाउनुपर्छ। 2 जना मान्छे मात्रै भयो भने तपाईँको नेपाललाई पुग्ने, नेपालमा खपत हुने जति अङ्गुर छ त्यसको आधा खपत चाहिँ म एक्लैले 2 देखि 3 जना स्टाफ राखेर गरिदिन सक्छु। यो चाहिँ अहिले यो अवस्थामा छ, यो चाहिँ भर्खर फल्दैछ हैन। अब यसलाई तपाईँको यो यसरी यो के भन्छ यसलाई प्लास्टिक लगाउनु पर्छ, फौङ्जी लगाइसकेपछि अबको 2 महिनामा यो पुरा कम्प्लिट हुन्छ। एउटै हाँगाबाट तपाईँको कतिवटा फल्या छ भन्दा 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 17 दुना 34वटा झुप्पा फलेको छ, यानि 34 किलो। अब पछि फल अनुसारको फरक हुन जान्छ, अहिलेलाई 34 किलो भनेर बुझ्दा हुन्छ। यस्तो हुन्छ यो प्रत्येकमा, यस्तो प्रत्येक लाइनमा यसरी अङ्गुर खेती गरिन्छ र यो स्वयं म पनि गर्छु कहिलेकाहीँ। यो हाम्रो छिमेकी अङ्कल हो, यसको मैले सहयोग गर्ने गर्दछु र यो टनेल हाउसमा हो। हाम्रो नेपालको वातावरण मौसम भनेको यति राम्रो छ कि बाहिरै यहाँ यिनीहरूले जति मेहनत गरेका छन् त्योभन्दा धेरै हाम्रो बाहिरै नै हुन्छ। अनि यो चाहिँ हाम्रो अङ्कल हो, गयो होइन, साउ हो यो अङ्गुरबारीको साउ हो। अनि त्यसपछि अर्को कुरा, यत्तिको गाडी हुने हो भने नेपालमा आमामा खुङखार पुरा धनी मान्छे, दादा मान्छे होइन। तर कोरियामा भनेको यस्तो छाप्रो, यो छाप्रोमा बुढाबुढी बस्छन्। यहाँ हरेक सुविधा छ भित्र, तपाईँको 5 स्टार होटलभित्र बसेको भन्दा धेरै सुविधा छ भित्र। सुविधा र भनौँ न आवश्यक पर्ने चिजहरू छ। बाहिरबाट हेर्दा चाहिँ यस्तो छ, माग लगाएर बसेको छ। अनि दोस्रो कुरा भनेको यो चाहिँ हाम्रो, यो चाहिँ गहुँ पाक्दैछ। नेपालमा चाहिँ रोटी बनाएर खाइसक्यो होला, अब यहाँ पाक्दैछ। यो हाम्रै हो, हाम्रो अब अर्को हप्ता काट्ने हुन्छ। यो अलि भिडियो लामो भयो, मिनी भ्लग जस्तो भयो, त्यसको लागि धेरै समय हेरिदिनु भएकोमा क्षमा चाहन्छु। र नेपालमा यत्तिको बाटो होइन, अनि त्यसपछि यस्तो खेतहरू हुने हो भने जग्गा प्लटिङ गरेर तुरुन्त सकाइदिइ पो हाल्छन् त। 1 लाख रुपियाँ 2 लाख रुपियाँ 2.5 लाख रुपियाँ हात बनाइ पो हाल्छन्। तर यहाँ भनेको तपाईँले चाहेर पनि, यहाँ आफ्नै जग्गा हो हुनलाई, तर तपाईँले चाहेर पनि आफ्नो घरसम्म बनाउन सक्नुहुन्न। कुनै चिज सरकारी अनुमति बिना तपाईँले निर्माण गर्न पाउनुहुन्न। त्यसैले यस्तो खाले कानुन नेपालमा पनि लागू हुनु जरुरी छ। यो चाहिँ धान मैले नै रोपेको, अनि त्यसपछि यस्तो खालेको छेउमा धान छ, यता गहुँ पाक्दैछ होइन। यदि नेपालमा मलाई कसैले 200-300 बिघा जमिन आफूले त किन्न सक्दिनँ, भाडामा लिएर गर्छु भन्दा कसैले मलाई भाडामा दिन तयार हुनुहुन्छ भनेपछि मलाई मिनिमम पनि 15 वर्षलाई दिन सक्नुहुन्छ। 15 वर्षसम्म म ढुक्कले गर्न सक्छु। त्योभन्दा बढी चाहिँ मेरो उमेरले, समयले पनि साथ दिँदैन होला। त्यो भएको कारणले कसै दिन सक्ने महानुभाव हुनुहुन्छ भने
मलाई कृपया कन्ट्याक्ट गर्नु होला। अनि त्यसपछि 100 यस्तो मेसिनहरू पनि चाहिन्छ है। यो चाहिँ धान रोप्ने मेसिन हो। ऊ त्यहाँ मल छर्ने ट्र्याक्टर, अलि ऊ पारि हाम्रो मेरो पुरानो भिडियो हेर्ने साथीहरूले थाहा पाउनु भएको होला। अर्को ठुलो ट्र्याक्टर छ जोत्नलाई, कम्बाइन, 100 चाहिँ मेसिनहरू चाहिन्छ। अनि त्यसपछि यो चाहिँ ओसार पसार गर्नलाई गाडी भइहाल्यो। तपाईँको नेपालमा के भन्छ त्यसलाई, डम्प के भन्छ। अनि त्यसपछि यसरी धानको बिउ राख्ने व्यवस्था म आफै मिलाउन सक्छु। यो जम्मा 3 दिन भयो, 3 दिन भयो। यदि मलाई नेपालबाट कसैले सपोर्ट र सहयोग गर्न सक्नुहुन्छ अथवा आफू विदेश बसेर नेपालको जग्गा जमिन यतिकै छोडेर हिँड्नु भएको छ भने कृपया सम्पर्क राख्नुहोला, म गर्न सक्छु। मैले चाहिँ धेरै वर्ष भइसक्यो विदेश बसेर गरेको। नेपालमा हाम्रो निर्वाहमुखी मात्र खेतीपाती हुन्छ। त्यो भएको कारणले व्यावसायिक खेतीपाती गर्न हामीले सिकिसकेका छौँ। धेरै सङ्घर्ष गरियो। धेरै विदेशमा बस्ने मान्छेहरू यहाँ विदेशमा आएर यहाँका मान्छेहरूलाई धेरै खुवाइयो। यहाँका मान्छेहरूले धेरै सिकाए होइन, हामीलाई यति सक्षम बनाए, परिवार पाल्ने क्षमता दिए। यिनीहरूलाई धन्यवाद दिँदै अब हामीले पनि केही गर्नुपर्छ। त्यो कारणले पुरा साथ दिनुहुनेछ भन्ने आशासहित यो भिडियो चाहिँ धेरै लामो भयो, म छुट्याउन चाहन्छु। धन्यवाद।